यो यति जम्मे दाउराहरू चाहिँ लोसारको लागि उता ट्र्याक्टर आउँदैछ, ट्र्याक्टरमा लोड गरेर लानुपर्छ। यो चाहिँ फ्याक्ट्री भन्दा पनि फार्म रहेछ क्या, दाउराहरू कलेक्ट गर्ने र काठहरू बनाउने। अनि आदि सुकेकोहरू चाहिँ चाहिएको छ लोसार बनाउनुको लागि। अब खाना सब्जी बनाउने कडाई बोक्नु जाँदैछु म उहाँ अङ्कलसँग। जम्मै सामान लोड भइसक्यो र ट्र्याक्टर घुमेर आउँदैछ। अनि ट्र्याक्टर आउनुभन्दा अगाडि हामी माथि पुग्नुपर्ने हुन्छ, सामानहरू उतार्नुपर्छ, दाउराहरू उतार्नुपर्छ। धेरै सामान छ ट्र्याक्टरमा लोडेड। मान्छे पनि छन्, म त नचढेको, भिडामभिड भएर लडियो ओडियो भने केही भयो भने त्यही भएर हिँडेर जान्छु। अनि त्यहाँदेखि उतारिदिन्छु। हात पुरै कालो भयो। घाम पनि भर्खरै निस्किँदैछ हो गाइज। लोसार सुरु भइसक्यो हाम्रो गाउँमा चाहिँ। र मेरो च्यानलले 14 सब्सक्राइबर हिट गरिसक्यो, त्यसको लागि धेरै धेरै धन्यवाद हजुरहरू सबैजनालाई। मेरो भ्युअर्सहरू जति पनि हुनुहुन्छ हजुरहरूलाई धेरै धेरै धन्यवाद। सब्जी पकाउँदैछ। अनि खाना सब्जी पाकेपछि सर्भ गर्छ मान्छेहरूलाई। अनि गाउँलाई नै दिन्छ, बनाउँदैछ अहिले। अनि गाउँलाई नै दिन्छ। अनि त्यहाँदेखि यिनीहरू पनि खान्छ, उनीहरू पनि खान्छ, बनाउने मान्छेहरू अङ्कल आन्टीहरू पनि खानुहुन्छ। अनि त्यसपछि लोसार सकिन्छ। अहिले पूजा हुँदैछ र यो भ्लग एकदमै लामो भइसक्यो, 20-30 मिनटको। सो भरे एडिट गर्दाखेरि हेरौँ कति निस्किन्छ। र हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भनेर लाइक र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु ल। हस् त, धन्यवाद, बाई बाई।